हाइलाइटमा गए पोखरा गएर भजन गाम्ने भयो ती भाइले र मैले दोहोरेका काम पहिलो प्रथम। अब म यहाँबाट जाँदैछु यो खड्केटारीको बजारबाट सुरुरु र त्यहाँ सुनिलको घर यतापट्टि अमिलो है सबै ठाउँबाट यसरी कोल्टिएको कोल्टे परेको छ। त्यही सर्पा आएको भएर हाम्रो उकालोको चौतरो देखे र यी माइती मामालीका थुतुनाहरू देखे। अनि हजुरले मैले मात्र खाने हो राजुले खानुहुन्न मलाई रुचाएका हुन् सबैले। ठिक छ अब त्यहाँ खिचिरहेछौ ल खिच। हिजो हामीले कस्ताका दिन दुःखका दिनमा हामी जन्मियो पल्टाएका छैन कति आए कति गयो हाम्रो नजरमा। यस्ता सर्प त कहिले खुट्टा बेरिए खान् परार खुट्टा बेरिएर दुई फनको हालेको त्यहाँनिर एउटा दाउराले दाजुभाइ सबैले मन पराएका छन् भनेदेखि मिडियामा हुन्छ कि। हिजो मैले चाहिँ 2वटा गल्ती गरेछु हैन। शिवा शर्मा भजन गाए ऊ भाइरल भए क्यारम त नि खोज्नु फेरि आफ्नो एउटा फेरि मजाले टिकटक फेरि नाचेको उफ्रिएको खाएको हजुर भन्ने हालेको गर्छ नि त। अनि सबैजनाले भन्नुहुन्छ गाउँघरतिरकै भिडियो बनाउनुहोस् गाउँघरतिरकै चिजबिज देखाउनुहोस् हामीलाई भन्नुहुन्छ। प्रथम मसँग मेरै घर यहाँ दोहोरे गएको स्वस्थानीमा शिव शर्मा दाजुभाइ छन् भने आम्नु होला गाम्नु होला र गाम्न तयार छ यो ज्यान। स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा धेरै दिन पनि भएको छैन 20 दिन अगाडि एउटा किङ कोब्रा राजगमन सर्प आएर लामो समयसम्म त्यहाँ अन्डा कोरलेर बस्यो र त्यति बेला चाहिँ विभिन्न टिका टिप्पणीहरू भयो। कति मान्छेहरूले त्यो सर्प धपाउनुपर्छ कति मान्छेहरूले त्यो सर्प राख्नुपर्छ त्यसलाई चाहिँ ती अन्डाहरूलाई चाहिँ कोरलेर बच्चा निकाल्नुपर्छ पनि भन्न भए। कतिले नाग सर्प हुनु पनि भने तर बिचमा चाहिँ अन्डालाई संरक्षण गरेर राखिँदै यता नजानु सर्प बसेको छ भनेर हामीले एक खालको त्यहाँ प्रतिबन्ध लगाउँदै पनि स्थानीय रामे दाई गएर अन्डाहरू निकालिदिएर सर्पलाई धपाइदिएपछि त्यहाँ एक खालको बबन्डरै मचियो। त्यति बेला नै हाम्रो एकजना दिदी एकदमै सबैजनाले रुचाउनु भएको थियो धर्मदेवी दिदीलाई चाहिँ उहाँ सबैजनासँग नजिक भएर फेस टु फेस हाकाहाकी के हो कुरा भनेर एकदम उहाँ खोज्नको लागि एकदम आतुर हुनुहुन्थ्यो र उहाँलाई एउटा भिडियो मैले इन्टरभ्यूमा भनेको छु जहाँ उहाँले चाहिँ के भन्नुभएको छ भन्दा म अहिले होइन म कुराकानी गर्नमा पहिल्यैबाट एकदम सबैसँग बोल्न रुचाउने जहाँ पनि अगाडि सर्ने यस्तो उस्तो भनेर भन्नुभयो। त्यहाँ चाहिँ उहाँहरू भजन गाउने पहिल्यैबाट सोख र भजन गाउनमा इन्ट्रेस्टेड भइसकेपछि उहाँले चाहिँ अहिलेको एकदमै नाम चलेका भाइरल भजन गायक शिव शर्मासँग पनि उहाँले चाहिँ गीत गाउनु भएको रहेछ र शिव शर्माले गीत गाएर उनी भाइरल भइसकेपछि दिदीलाई बिर्सेको भनेर भन्नुभएको छ र म घरबाट निस्केबाट उहाँको घरसम्म गएर लामो कुराकानी गरेर एउटा इन्टरभ्यू जस्तो लिएको छु। भिडियोलाई जस्तो लाग्छ त्यस्तै हेरेर कमेन्ट गर्न नबिर्सनु होला। भिडियो अब सुरु हुन्छ है त। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि म नयाँ भिडियो लिएर आएको छु। आज म चाहिँ मेरो गाउँको घरमा जाँदैछु। घरमा जाने बेलामा चाहिँ के अरे जहाँ त्यो ठाउँमा चाहिँ त्यो सर्प देखिएको थियो त्यही ठाउँको बाटो भएर उकालोको चौतारी भएर जानुपर्ने हुन्छ। म अब घरबाट निस्किसकेछु। मलाई एउटा हाम्रो सुदीप भान्जाल चाहिँ यस्तो खानेकुरा दिनुभएको छ। यो के हो अहिले फेमस छ अरे एकदम होइन चुप्पा चुप्स हो कि के भन्ने रहेछ। यसलाई ट्राई गर्नु पर्यो फर्स्ट। हेर्दाखेरि चाहिँ यो जस्तो जेली टाइपको अलिकति पिरो अमिलो पनि रहेछ। मैले चाहिँ फर्स्ट टाइम ट्राई गरेको है। यहाँभन्दा पहिला कहिले पनि खाएको थिइनँ। कोला फ्लेभरको रहेछ क्या सफ्ट क्यान्डी। पहिला त मैले सफ्ट क्यान्डी खाएको थिएँ तर अरू खाएको थिइनँ। अरू खाएको थिएँ यो चाहिँ खाएको थिएन। यहाँबाट सिधा माथि जानु पऱ्यो। आज अब गाउँको मेरो पुरानो म जन्मिएको घरतिर जाँदैछु। सबैजनाले भन्नुहुन्छ तपाईँको गाउँतिरकै भिडियो बनाउनुहोस् अब भन्नुहुन्छ होइन। गाउँतिरकै भिडियो बनाउँछु म। कोही भेट्छु बाटोमा त्यो पनि देखाउँछु। गाउँतिर जाँदैछु म है त। हाम्रोतिर अब मकै खाने बेला भयो ठ्याक्क तर बाँदरले हैरान गरेछन्। माथितिर के देखिन्छ गाउँमा जहाँ जाँदा बाटोमा म सबै देखाउँछु है त। यो सफ्ट क्यान्डी चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको होइन।
अरू क्यान्डी चाहिँ मैले पहिला खाइरहेको थिएँ, तर यो सफ्ट क्यान्डी नेपालमा चाहिँ फर्स्ट टाइम खाएको। हेरौँ अब अगाडि के देखिन्छ भन्ने कुरा है। अब म यहाँबाट जाँदैछु यो खड्केटारीको बजारबाट सुरुरु र माथितिर जाम माथि। हाम्रो यो एरियामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि कोही पनि क्यामेरामा आउनै चाहन्न होइन, नखिच भो भन्ने टाइपको हुन्छ। त्यही भएर सबैजना अलिकति हेल्पफुल हुनुहुन्न के। त्यही पनि जस आफू हिँड्दाखेरि यताउति बाटोमा मैले भिडियो बनाउँदै हिँडिराखेको हुन्छु। जहिले पनि आउँछु दिदी कहाँ चिया खाने बेला हुन्छ, म फेरि चिया खाएर निस्किन्छु के। भिडियो खिच्दै आएको म हो। भिडियो खिच्न पर्यो कि कसो हो, खेते भइरहेको छ भिडियो त बोलिरहेको छ नि। अनि के यो अस्ति बोल्ने भनेको बोल्ने हो कि कसो बोल्ने भयो बोल्ने। हजुरलाई धेरै रुचा खाने क्या। यहाँ त कस्तो छ भन्दाखेरि म भिडियो बनाउँदै हिँड्यो भने नबनाऊ मेरो नखिच्छ भने भिडियो बनाउँदा के हुन्छ र खास देखिन नखोज्ने। फेरि आफ्नो फेरि मजाले टिकटक फेरि नाचेको उफ्रिएको खाएको हजुर भन्ने हालेको गर्छ नि त। अनि तिमीले म हिँड्न चाहिँ माथि हिँडेको यस्तो हो क्या। के अरे आफ्नोबाट हाल्न हुने, मेरोबाट चाहिँ मैले भन्ने सुने त मैले आफू मात्रै भाइरल हुने, अब हाम्रोतिर नखेद्ने, आफूले खिच्ने भाइरल हुने, अब विदेशतिरको चलाउने, आफूलाई आम्दानीको स्रोत गर्ने भन्दा सुने त है। त्यही त हो। मैले अर्का कहाँ क्यारम त नि मेरो खिच्थ्यौँ त्यसो भए मोबाइल ल्याउँछु मैले। अनि त्यहाँ होइन ठिकै छ। अनि यो त्यहाँ भइरहेको छ क्या, यो त भिडियो गरिरहेको छु। हजुरलाई अब धेरै रुचाए ती दिदी ती आन्टी ती चाहिँ आमा हो एकदम ठिकै छ। मलाई रुचाएका हुन् सबैले, ठिक छ। अब त्यहाँ खिचिरहेछौ ल खिच। हिजो हामीले कस्ताका दिन दुःखका दिनमा हामी जन्मियो, हामीले आपत गरियो, मेलो पातो यसो त्यसो गरियो, हामी टिकटक पनि पाइएन, केही पनि पाइएन। 5-7 हजार 10वटा हजार बाजा बजाएर बिहारेका परेमा हामी। अहिले 5-7 हजार बच्चाका गोजिया हुन्छन् र हामीले न खाना पाइयो न लाम्न पाइयो, नभएको कला गला देखाउन पाइयो। हामीसँग नाच्ने कला नि छ, गाम्ने कला नि छ, टिकटक बोल्ने कला नि छ, टिकटक बनाउने कला पनि छ, हँसाउने पनि छ, नचाउने पनि छ र गाम्ने र अर्कालाई नचाम्ने पनि छ। हामीसँग सबै छ, तर सदुपयोग भएन। हामीलाई ठाउँमा लैदिने मान्छे भएन। हिजो छोरीले पढेदेखि बिग्रन्छन् भन्ने अवस्थाका हामी पर्यौँ र हिजो पढ्ने बेलामा बन्देज भएर बस्न पर्यो। हामीले पढ्न पाइएन, आफ्नो कला देखाउन पाइएन। अहिलेका जस्तो भयो भने हामीले पनि भाइरल भएर गीत गाउन सक्ने थियौँ। अझै पनि कोही अब इन्द्रेणीका भाइ पनि हाम्रो यो ठाउँमा आएनन्। हाम्रो यो फेदीखोला गाउँपालिका किन सबै ठाउँबाट यसरी कोल्टिएको परेको छ। त्यही सर्पा आएको भएर हाम्रो उकालोको चौतरो देखे र यी माइती मामालीका थुतुनाहरू देखे। दाजुभाइ सबैले मन पराएका छन् भनेदेखि मेडियामा हुन्छ कि इन्द्रेणीमा हुन्छ कि दोरे गाम्ने आउँछ कि शिव सर नाउडाँडाका शिव सरले शिव भजन, अहिले शिव भजन भए, हाइलाइटमा गए, पोखरा गएर भजन गाम्ने भयो। ती भाइले र मैले दोहोरेका काम पहिलो प्रथम मसँग मेरै घर यहाँ दोहोरे गएको स्वस्तानीमा शिव शर्मा यहाँ बसेर भजन गाए, ऊ भाइरल भए। हामी साइरल भएर साइट भएर बसिया छौँ। पछि तपाईँहरूसँग सोधखोज फेरि आउनु किन आइन साइनो गर्ने, ऊ भाइरल भए, मेरा राजीव भाइ चाहिँ गए, मतलबै गरिदिएनन्। र हे शिव भाइ तिमी पनि यही आँगनामा दोहोरे गएका हौ, आएदेखि तिमीसँग दोहोरे गाम्ने मेरोसँग खुपी छ। आऊ अरू पनि कोही गाम्ने खाले दाजुभाइ छन् भने आम्नु होला, गाम्नु होला र गाम्न तयार छ। यो ज्यान हँसाउन तयार छ, टुक्का भन्न तयार छ, सोलोक भन्न पनि तयार छ। तर हजुरहरू सबैले रुचाएको भए र मेरै घर आएर बाटाको घर छ, गीत गाउन कुनै रहर छ, डर छैन, आउनु होला। र मेरो बोली कला गला मन पर्यो भने सम्पर्क गर्नु होला मेरा राजीव भाइसित। म गाउन पनि तयार छु, नाच्न पनि तयार छु, हाँस्न पनि तयार छु। हाम्रो यहाँ दिदी चाहिँ एकदमै अब फरासिली दिदी, राम्री दिदी, मुखले सबैसँग राम्रो बोल्ने, कसैसँग नराम्रो नगर्ने। जहाँ पनि यसो यो बैठक मिटिङमा भए पनि दिदी चाहिँ दिनभरि के अरे अन्तर्क्रिया शिक्षाबाट आएर अन्तर्क्रियाको कार्यक्रम थियो स्कुलमा र भर्खरै आएरै चिया खाइयो छ। अब ग्यास्ट्रिकले रुवाउँछ, खाना मन चिया लाउँछ।
बाटा हिँडेकादेखि लिएर इष्टमित्र वरिपरिका गाउँघरका छरछिमेकी जो आए नि त्यसले चिया रातो सेतो के खानियो दिनुहुन्छ भरा त भैँसी छैन फेरि छैन भैँसी छैन बाबु तिम्रा भैँसी पाल्लीका भैँसी 6 महिना थाउछन् मेरो जिन्दगी थाउदैन 12 मासे छ म यहाँ बसेका 30 वर्ष भयो भैँसी थाकेकै छैन आऊ न चिया खाऊ के भयो र भाइ भात खानला भात चिया खानला चिया बात खानेलाई बात पनि छ छोरीसित भात पनि छ बात पनि छ गीत पनि छ नाच पनि छ आए मेरा दाजुभाइ दिदीबहिनीहरूलाई रुचाउनु भएका टिकटकका र यो फेसबुक मिडिया र सबैलाई मेरो धेरै धेरै धन्यवाद छ मलाई रुचाएकालाई फेरि तपाईँहरू आएर गाएर अथवा सम्पर्क हान्न सक्नुहुन्छ हजुरलाई वेलकम छ त्यही त यहाँ चाहिँ अब बाहिर जो पाए त्यसलाई चाहिँ के छ हालखबर भन्दै सिधै क्यामेरा लिएर म भिडियो बनाउँदै जाँदाखेरि होइन नदेखा मेरो त मुखै नदेखा म त देखिने होइन के भयो यस्तै मुख देखाउँदा मान्छेले काठमाडौँमा पुगे शिव भाइले पहिलो प्रथम आजभन्दा 5 वर्ष 6 वर्ष अगाडि मेरा आँगना दोहोरे गएको ती भाइसित शिव शर्मा नाउडाँडा भजन गायक र आज गएर अनि त्यहाँबाट फेरि यहाँ गएर सुनिल कहाँ घर पहिचाइ गाइयो फेरि भाइ पनि कति उ रचन टाठा रचन भन्ने अरे अर्का भाइ साइडमा बसेर खिचेका थिए हामीले गाएका गीत त्यो मेसेन्जरमा नसुनाएका नखिच्ने ती भाइले दुखाएका दोहोरे खिच्ने मैले कस्तो टक भनेको छु ती गीत हाम्रा साइट लाएर आफ्ना मात्रै खिचेका भाइले आज नाउडाँडा कि त्यो भालुपराकी छोरे होला कि दिदी गोलीकोटेकी दिदी साहब भाइरल चटपटे दिदी शिव भाइले गाम्ने हाम्रा तिमी फेरि सोच्तान लागिएन नआम्ने आऊ गाम्न शिव शर्मा भजन गायकलाई च्यालेन्ज दिनु भयो दिदीले म चाहिँ यहाँ खास त्यो कुराले आएको होइन तर दिदीलाई मनमा लागेको कुरा भनिदिनु भयो भन्दिया नि होइन गाम्ने बेला तिमीले र हामीले 6 ठाँ दोहोरे गाम यहाँ राधिका कहाँ गायौँ पहिला सिक्नलाई हजुरहरूसँग जस्तो भयो पहिलो प्रथम गीत गाएको हाम्रा त्यो गीतै भाइरल भइरहेछ का त्यो गीतै भाइरल भयो का त्यो बाटो हिँडेन फेरि यो बाटो हिँडेन त्यसपछि खैजारे फुटाले हिँडे खैजारे धुला पिठा पार्थे तपाईँ नि गाउनु भयो होला म त आउन्न बाबु गाउने देख्नु भयो सामेल त हुनु देखियो गाइयो आकाउन ठिक छ अहिले चाहिँ म यसो माथि जान मन हिँडेको हजुर कहाँ पस्न सजिलो हुने किनकि दिदीलाई घर छ पस्न के को डर छ आऊ गाऊ होइन अरू गाडी बाटा त घर छ पस्न अलि झ्याप्पै आऊ गाऊ अथवा आऊ बसम चिया खाऊ बात मार के अरे आऊ बस भन्न पर्छ बुटा मुनि बसे नि पात झर्छ सबैका मुख हरिगान हुन्न सबै वनमा सिरी खन्न हुन्न नि राजा हुन्न नि हजुरको यो बोली सधैँ यस्तै पाइराखौँ नराम्रो नहोस् कहिले पनि हाम्रो पनि किनकि मनी पाइराखौँ यस्तै वचन पाइराखौँ चिया पानी खाइराखौँ कहिले काहीँ घर आइडे केही ल्याएर ल दिदी खाम भने नि तपाईँ रेडी फलफुलको समयमा जस्तो कटहर छ म नाउडा एउटा कटहर सानसानो ल दिदी यही फोर खाम भने ल्याए हुन्छ दाजुभाइले पोको खाना दिदीको धोको हैन दिदी अहिले म चाहिँ माथि जान लागेको हुन्छ माथि जाऊ तिम्रो काम सफल गर जाऊ कहिले कहिले दिदीबहिनीलाई दिए हुन् दाजुभाइको उकालोमा नहुँदैन हामीले पनि माइता दुःख धेरै नै गरे काम माइतीले खाइयो पानी बिर्सियो पँधेरो हुँदो रहेछ तर पँधेरो नबिर्साए हुन्छ दिए हुन्छ तिमीले दिएको जति नि पच्छ खायो ज्यान बस्छ ल यहाँबाट चाहिँ लाग्नु पर्यो स्कुल गराउनु हो त ल केही भन ठिक छ अहिले अब म ठ्याक्कै यहाँबाट निस्किएछु अब दिदीको घरबाट एकदम राम्रो कुरा गर्नुहुन्छ दिदीले जहिले पनि भेट्दाखेरि होइन अब यहाँ चाहिँ यो प्रतीक्षालय छ कसले के खाएर राखेको छ ठ्याक्कै यो त महँगो के हो यो ओहो हेत्तेरी कति पैसाको हो यो चिज यस्तो ठ्याक्क खाएर यहाँ फालेर छन् त्यही फाल्न हुन्थेन नि मान्छेहरूले उता यस्तो साइडमा फाल्नु पर्ने हो गाडी त आगो गाडी गयो त ठामको ठाम भर्खरी हे सन्तोषी माता रक्षा गरेर जाँदा पनि सन्तोष होस् एकदम होइन यहाँबाट अब म जाँदैछु हाम्रो खरेको बाटोतर्फ सरर है त अब बर्खा लाग्न लाग्यो यो बाटो पुरै पानी हिलै हुन्छ अब चाहिँ यता ठाडो खोलो यो हाम्रो माथि खरेतिर जाने बाटोको त्यो ठाडो खोलो नि हल्का बढ्दै आइरहेछ अब असारमा चाहिँ खेतीबारीको लागि कुलो लैजाने पनि यही बाटो हो यहाँ चाहिँ कुलो पनि खनिराख्नुको देख्नुहोस् है अब यहाँबाट म माथि जान्छु सर र सबैजनाले भन्नुहुन्छ गाउँघरतिरकै भिडियो बनाउनुहोस् गाउँघरतिरकै चिजबिज देखाउनुहोस् हामीलाई भन्नुहुन्छ अब मान्छे नै गाउँले भएपछि टाढाको देखाउने कुरो त भएन
देश विदेश पहिला गइयो अहिले गइएको छैन। अब बाहिर घुम्नलाई चाहिँ पैसा खर्च गरिन्छ। अब पैसा खर्च हुन्छ त्यही भएर अब बजारतिर जाने त्यति मेसो मिल्दैन। अब धानको बिउ पनि यता राखिसकेको देख्नुभएको छ। त्यहाँ हाम्रो भान्जाको घर सुनिलको होइन। यहाँबाट अब माथि जाने सर र यो हाम्रो तिलबारीको खेत हो। यतापट्टि बिहार छ देखाइराखेको र सबै देखाइदिने हो क्या। देखाएपछि त्यो अलिकति देखाउने फेरि लुकाउने त्यस्तो चाहिँ गर्न अलिक ठिक हुन्न। त्यही भएर आफ्नो बाटोघाटो खोला नाला पाखा पखेरो आफ्नो गाउँ सबै देखाइदिने हो। यता अब हाम्रोतिर बाँसको घारी छ। यता धेरै वर्ष पहिला हाम्रो एकजना यमबहादुर नेपाली नामको दाइ चाहिँ सुसाइड गरेर यो रुखमा अनि त्यसपछि हाँगो काटेको अझै नि त्यस्तै छ कि यतापट्टि साइडमा यही होला सायद यहाँ झुन्डिनु भएको डोरी लगाएर उहाँको थोरै फाइनेन्सियल प्रब्लम आएको भएर उहाँले चाहिँ सुसाइड गर्नुभएको भन्ने सुनिएको थियो। अब बाटोमा यी पानी भइसक्यो हिलो। अब हिँड्न धेरै गाह्रो हुन्छ बाटोमा। त पानी ओभरफ्लो भइरहेछ टङ्कीमा। यहाँ चाहिँ यो घुमाउने चौतारो भनिन्छ हामीले चाहिँ फेदीको चौतारो। फेदीको चौतारो यो चाहिँ फेदीको खेत हो। देश विदेशबाट यो ठाउँलाई मिस गर्नेहरूको लागि पनि म देखाइराखेको छु है। ल माथि जाँदैछु म अब उकालोको चौतारोतर्फ। एकैछिन हिँड्ने हुन्न पसिना आइहाल्छ। हिजो मैले चाहिँ दुईवटा गल्ती गरेको छु होइन। जानी गरेको गल्ती होइन, त्यो अन्जानमा भएको गल्तीहरू हुन्। एउटा चाहिँ सपनामा नागदेवता देखिए भनेर अगरबत्ती बाल्नु मेरो गल्ती भयो। त्यहाँ चाहिँ बाटेको धुप बाल्नु पर्दो रहेछ होइन। अर्को चाहिँ के अरे धुप बालेर त्यत्तिकै हिँड्नु भएन, त्यो धुप चाहिँ निभाउनु पर्थ्यो अरे। धुप चाहिँ कसरी निभाउनु, मैले बालेको धुप निभाउने भए क्या नबालेको भए हुन्थ्यो। अनि अर्को कुरा चाहिँ अब के अरे धुप त बालेँ तर एकछिनमा चाहिँ ठुलो मुसलधारे पानी पऱ्यो। मैले ऱ्याङ्कोटै ओढेर झरेको भिडियो देखाइरहेको छु। तपाईँहरूले चाहिँ भिडियो पुरा हेर्नु भन्छ क्या। धुप बालेकोसम्म हेर्नु भयो, त्यसपछि हेर्नु भएन। त्यही भएर क्या जाँदैछु यही बाटो माथि उकालोको चौतारो हुँदै है। म अनि त्यहाँ बाटोमा आउँदाखेरि चाहिँ बाँदरहरू फेरि माथिपट्टि पनि आएको रहेछन्। एकदम धेरै बाँदर आएको रहेछन्। ती बाँदरहरू एकैछिन धपाइयो। बाँदर धपाउने बेला चाहिँ क्यामेरा भिडियो गर्ने पाइएन, किनकि फेरि क्यामेरा गर्न लागियो भने बाँदर धपाउनु ढिला हुन्छ। बाँदरले फेरि सत्य नाश पार्छन् सबै है। त्यही भएर बाँदर चाहिँ धपाइएन। अनि बाँदर धपाइयो, भिडियो चाहिँ बनाइएन। अब यहाँ ठुलो बाको घर गइन्छ फर्स्टमा, त्यसपछि ठुलो बाको घर गएपछि अनि राजु दाईको घर गइन्छ। राजु दाईको घर गएर अनि त्यहाँबाट फर्किएर म घरतिर जान्छु, आफ्नै घरतिर। आउच यो चाहिँ हाम्रो महेन्द्र दाईको पुरानो घर छोडेको घर हो। हेर्नुहोस् महेन्द्र दाईको घर छोडिसक्यो। यहाँ पनि सर्प आउला जस्तै छ। माई गड सबै डेन्जर बाटो छ। हेर्नु त मेरो घर चाहिँ पुरै छोडेको घर। दाईको घर बबाल घर थियो क्या, तपाईँ पनि छोडियो। यस्तो राम्रो घर थियो। अब यतापट्टिको चाहिँ यहाँ चाहिँ मकै भर्खरी जुवा हाल्दैछन्। भर्खरी ठुलो भएकै छैनन्, साना छन्। यो चाहिँ अब ध्रुव दाईको घर। यो ध्रुव दाईको घर। धारो बाहिरै छ दाईको त, पानी खाके छैन। धारो बन्द गर्नुभएको रहेछ दाईकोमा चाहिँ। पहिला उता थियो क्या धारो, अहिले बाहिरै राख्नुभएको रहेछ। यो चाहिँ ध्रुव दाईको घर हो। यहाँ सुरेश दाईको घर, ध्रुव दाईको घर, उता बजैको घर। यस्तो छ घरहरू सबै छोडिएका छन् है। कतिलाई थाहा छ यो चिजको नाम के हो भनेर? यो चिज यस्तै थाहा छ यसको नाम के हो भनेर गाइजहरू? हेर्नुहोस् खानेकुरा है यो। भैँसीले पनि खाने, मान्छेले पनि खानेकुरा हो। बजैको घर मिसिउ बजै हुनुहुन्थ्यो पहिला। यता रमाइलो हुन्थ्यो आउन। ल हेर्नु दाउरा कति हुन् कसले पाल्दिने दाउरा? हुन त यो भाउजूहरूको होला अहिले। चाहिँ धारा छ, धारा पनि त्यत्तिकै हाँसे छ। अब मान्छे नबस्ने, कोही नबस्छ धारा पनि पुरानो भयो, भाँचिने भयो, भत्किने भयो है। बजैको घर यो।
बजै स्वर्गबाट हेर्नुभयो होला है भिडियो बजैले स्वर्गबाट मैले भिडियो गराउँदै गरेको हेर्नुभयो होला युट्युबमा गएर त ओ माई गड कति राम्रो फुल गाइज वाट अ ब्युटिफुल फ्लावर नो स्मेल्स सुनिलको घर हाम्रो हजुरबाल चाहिँ यस्तरी हिँड्नुहुन्थ्यो अरे कि फुल लाएर ठुलो बाको घर त्यहाँ पक्कै पनि मोही छ होला मोही खाइन्छ है जाम है त अब ओ मुन्ने के छ खोइ त नि मम्मी बा के भएर कहिले अनि अमृत नि गयो लिएर गयो मै छ यो चाहिँ हाम्रो मुने हाम्रो छोरो हो यता हाम्रो भाउजूको छोरा यो चाहिँ यहाँ ठुलो घर आइयो अब मोही खानु पऱ्यो फर्स्टमा मोही खाएर अनि त्यसपछि राजु दाईको घर हुन्छ लोके दाई हो लोके दाईको घर जानु पऱ्यो त्यसपछि अनि ए दिउँसो पनि कता गइस् नि दिनभरि ए भनेपछि त अनि बा कहिले हो र गएको हिजै सही ल फुल तल पहिला देउसी जानु फुल सही छैन होइन सही हो कहाँबाट पुग्नु त्यहाँ सुनिलको घर यतापट्टि अमिलो खायो अमिलो होला है फ्रिजमा राखेको फ्रिजमा राखेको त केही भएन अमिलो हुनु भनेर पानी थपेर खानुपर्छ अमिलो खा थोरै हाल त पानी हाल भने अमिलो खा भयो पानी हाल्नुपर्छ थोरै भयो अङ्कल पानी हाल्नु पनि थोरै गाउँघरतिरको अर्ग्यानिक म यही खान लागेको हाम्रो घर छैन भैँसी ठुलो बाकोमा छ ठुलो बा नि बिरामी हुनुभएको छ ठुलो बालाई चाहिँ भेट्न जाने कि के गर्ने कि कहिले ल्याउने कि आज बेलुका अब अमृतसँग फोन गरेर सोधेपछि के छ अब ल्याउने कुरो के छ नर्मल भने नर्मल भने यहाँ के हो खास प्रेसर ल्यानु र खुट्टा बटारे अरे ए भन्नाले आफैले यहाँबाट मलाई यस्तो भयो भनेर अनि गएको नमानेर बा त ए यहाँ हाल्नु पानी थोरै बेलुका लकको ए कुनमा कुन हस्पिटल चरकमा मान्छेहरू बियर खान्छन् कि रहेछ होइन हुनु चाहिँ मोही ए भनेपछि त के बसाइ भयो त नि अब बा हस्पिटल मम्मी उता जानुपर्छ है चाउके काममा हो काममा हो खाजा खाइस् ल ल ल म त राजदा कहाँ गएर अनि झर्छु त्यसो भए है त के बसायो त न बसिनँ म यहाँबाट गाइज म झरेँ है भइसकेपछि छ ठुलो भएको घर ओइ ए हल्लास म राजदाईको घर डाइरेक्ट ए कति सजिलो लामो यो दामले गरेर छोडिदिएपछि घुमी यसरी खाँदो रहेछन् तर बाटोमा अल्झियो भने चाहिँ झ्याउ हुन्छ कि फेरि यो चाहिँ हाम्रो स्कुल हो हाम्रो खरेको प्राइभेट स्कुल 5 सम्म छ है प्राइमेरी लेभल हो को यता काट्नुमा यो चाहिँ हाम्रो गाउँको स्कुलै गाइज ल गेट ओपन छ कोही पनि छैन स्कुल 1 देखि 5 सम्म यो चाहिँ सरस्वतीको मन्दिर माछापछि अन्नपूर्ण धौलागिरीको हिमाल देखिन्छ टक्क यो पनि 400-500 वर्ष पुरानो रुख हो हाम्रो गाउँतिर चाहिँ पुरानो रुख धेरै छन् है ए झर्ना लाउनु हो दाइ झर लाउनु हो म एकछिन लोके दाइ कहाँ गएर झर्छु घरै हुन्छ होला नि दाइ ए के अरे के छ तयारी हुँदैछ
भोलिसम्म ल्याउने मैले भने कुरा भन्नु हो नि भोलिसम्म अलिअलि अब डिफ्री भव्य ओपनिङ गर्ने है खानी बस्ने रमाइलो गर्न भन यसपालि चाहिँ किनकि हामी जुठामा छौँ नि त होइन ओपनिङमा होइन आउँछौँ नि हामी नि फेरि नाच्ने आउने बजाउने पछि अहिलेलाई चाहिँ खानी मात्रै खाना त गर नि त कामको नि खिच्ने हो के अरे बल्ल बनाइदिनु अरे क्या बल्ल आज बनाइदिन्छ हामी नाच्न गाउन र बजाउन भन अरू खानापिना भयो क्या के सामान लिएर हो त नि के सामान लिएर हो ए बेच्दै हो चिनी कति अहिले ठ्याक्क गाउँमा ल्याएको 110 छ तलै 110 यहाँ 110 ल गाउँमा सेवा सुविधा दिँदै पुरै गाउँमा सेवा सुविधा दिँदै काला भैरवले रक्षा गर भनेर यस्तो लेखेको गाडी छ यहाँ अब यो सानीमा घर यो छोडियो छ अहिले त्यस्तो नारायण दाई चाहिँ पुरै खटिराख्नु हो काममा एकछिन हात खाली नबस्ने के हो र नारायण दाई आराम हुनुहुन्छ यो काउरो होइन यस्तो छ यता चाहिँ मन्दिर है हाम्रो कार्कीहरूको कुलपूजा मन्दिर म चाहिँ यहाँ राजदाईको घर जान्छु को हुनुहुन्छ के छ हेर्छु अनि त्यसपछि है त यो नस्पति यस्तो राम्रो फलेको रहेछ अहिले ओहो त्यो राजदाईको घर जाने बाटोमै छ ठ्याक्कै पाकेपछि आएर खानुपर्छ त्यो राजदाईको घर जाँदैछु म हुनुहुन्छ कि गर्नुहुन्छ घर है के भन्नुहुन्छ ओ राजदाई त उता मन्दिरतिर पो जानुभएको रहेछ के को बेर्ना रहेछ यता ओहो सिमी लदावदी हेर्नु त गाइस सिमी कति फले खान ओहो ओ दिदी भिडियो बनाउँदै हो हजुरकै घर आएर बनाउँछु त ठिक हुन्न त कति राम्रो फुल हेर्नु त यो के नाम हो यसको यो त लाउरी भन्दा नि यो त आर्मी फौजी जस्तो हो धेरै राम्रो रहेछ अस्ति नै मन पराएको थियो क्या मैले एकदम यो फुल दाइले फोटो हाल्नुभएको थियो यसको हैन गुलाबको फुलको होला यसको चाहिँ हाल्नुभएको थियो एउटा कति जानु हो त नि हजुर टाढै हो म त्यहाँ रासुमारी सामान ल्याइदिनु भयो गइसक्नु भयो होइन तल जानु हो चोखा लिएर आए अरु ए अर्को फुल पनि रहेछ यो के हो फेरि यो यसलाई भन्छ बाह्रमासे फुल ए राजदाईको घर त भिडियो गर्न पाइन्छ क्या अन्त नगरे नि होइन ए म त भाग्यमान रहेछु ल बुवा होइन किनकि काँक्रो खाने बेला आज ठ्याक्क होइन बोक्रा फाल्नुपर्छ र ए बनाउने हो भनेपछि त अनि पूजामा मासु खान हुन्छ फेरि मासु हुन्छ मासु हुन्छ पाकेको मासु छाला हुन्न त्यो छाला पनि त्यो कमाला खान्छु साह्रो त मलाई छैन जाने ए कता जानु त राजदाई कता गइन् भान्जी ए यामु कहाँ ल हेर हो यति धेरै बाख्रा छ नि राजदाईको घर ओ राजदाई कता हो तपाईँ राजदाईको घर खतरा धेरै बाख्रा खानु ल हेर्नुहोस् गाइस कति खानु बाख्रा यो के मन परेको मलाई हेरियो तर यो यहाँबाट निस्किन्न राजदाईको घर भैँसी यस्तो खै राजदाई कता हो र कता हो काममै हो
राजदाईको चाहिँ आफैले बनाएको धारा अरे राजदाई कस्तो छ धारा हेर्नु ल त्यहाँ हाम्रो चाहिँ मन्दिर हो कार्कीहरूको कुलपूजा मन्दिर बन्दैछ जोस् अनि हजुरले मैले मात्रै खाने हो राजदाईले खानुहुन्न खाए टेन सकेर ए यो त पुरै बोसे रहेछ भित्र त एउसै लाएर हिँड्छ फल लागे रहन्छ हाम्रो त्यहाँ एउटा छ एउटा छ एउटा छ तिनवटा हाल्छन् अलि पछि लाग्छन् अझ एकदिन फल्छन् ए भान्जी भान्जी आएर हेरेर जानु मलाई खुस छ बाले भन्नु तैँले मैले मात्रै खाने अरू कसैले खानु भन्नु पऱ्यो के कहाँको कहिले भर्खरै हामी त खाइहाल्छ नि निकालेर 2 फक्रेटा बनाएको थियो दिनभरि कता हो तपाईँ म यहीँ छु यसले मिसिन कता गएको त्यो बुढा यता ए नालन्दा चाहिँ अब हजुरको दाउरा काटेको थियो कि माथि अहिले यता ओटियो अनि यहाँ सिस्टम होइन जसले काट्छ भन्ने काट्छ नि 1 घन्टाले होइन कहाँ लाग्छ कि होला केला खानु न कहाँ पहेँलो 3 घन्टा काट्यो होला उतातिर गएर आम त्यसो घुमेर कता यताबाट गरौँ उसकोमा यत्तिकै भिडियो त एन्ड गर्ने हो के भन्नु खर भिडियोमा मलाई राजदाईको घर आएको छु है ल हेर्नुहोस् मलाई सबभन्दा गुड लाग्ने गाउँतिर आउने होला राजदाईको घर ठुलो भएको घर यति हो अरू घरमा चाहिँ दाईहरू हुनुहुन्न कोही पनि अब चाउकोतिर नि गइन्छ हिँडिहाल्ने हो ल ल बा है त जाऊँ मेरो B9 रेस्टुरेन्ट हुँदै गइन्छ अनि त्यहाँबाट उता गाउँतिरको भिडियो चाहियो तपाईँको भनेर धेरै कमेन्ट आएपछि म चाहिँ गाउँतिरको भिडियो बनाउनु चाहिँ अहिले धेरै कमेन्टमा त्यस्तै आयो म यतिमै अब यहाँ B9 को हल्का B9 रेस्टुरेन्ट भनेको के हो कहाँ हो भन्ने त्यो तपाईँलाई मैले कुरा गरेँ त्यसको बारेमा थोरै सम्झाइ बुझाइ गर्छु त्यसपछि भिडियो इन्ड गर्छु है यो घर भनेको अब घर मात्रै होइन यो चाहिँ अब रेस्टुरेन्ट हो यसमा अब छिट्टै नै ओपनिङ हुँदैछ खतरा खालको रेस्टुरेन्ट सिद्धार्थ राजमार्गको पोखरा बुटोल सडक खण्डमा स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर 2 खड्केटारीमा चलिरहेको अवस्थाको B9 रेस्टुरेन्ट इन्डियन चाइनिज कन्टिनेन्टल नेपाली डिसहरू पाइने रेस्टुरेन्ट चाहिँ अहिले खड्केटारीबाट सिफ्ट भएर यहाँ माथि खरेमा आएको छ लजिङ फुडिङ तपाईँको चाहिँ यहीँ सुत्न मिल्छ यहीँ बस्न मिल्छ लाइन नआए पनि यो के को सोलरको सिस्टम छ होइन वाइफाईको व्यवस्था हुन्छ यता कुखुराहरू तपाईँले यहीँ काटेर खान पनि पाइन्छ कुखुरा खोर पनि हुन्छ बाख्रा पनि हुन्छ बाख्रा पनि अब बिचबिचमा चाहिँ काटिराखिन्छ यहाँ देख्न सक्नुहुन्छ यहाँ पुरै यो रेलिङ लागेको छ बाहिरबाट बार लागेको छ भित्र तपाईँको यहाँ बस्ने कुर्सी टेबलहरू हुन्छन् यो ठाउँमा सुत्नको लागि बेडहरू पनि हुन्छ यदि तपाईँहरू फेरि अब ग्रुपमा आउनु भयो भने भित्रपट्टि पनि 3टा बेड छ त्यसपछि यतापट्टि साइडमा पनि यहाँ बस्न सक्नुहुन्छ आनन्दले अनि अब तपाईँहरूकै कहाँ हो यहाँ एट्याच बाथरुम भित्रै बाथरुम बनाइएको छ भित्रै टोयलेट छ होइन अनि धारा पनि छ बाहिर पनि छ फेरि अनि त्यसै माथि पनि यहाँ प्राइभेसी हुन्छ तपाईँको चाहिँ यहाँ यो घरको यो रेस्टुरेन्ट हुन्छ रेस्टुरेन्टको ओनर मात्रै हुनुहुन्छ राजु दाई अनि अरू चाहिँ तपाईँको अधिकार जस्तो तपाईँ यहीँ सुत्छु यहीँ लडीबुडी खेल्छु खान्छु म आज घर जान्न भने पनि तपाईँले यहीँ इन्जोय गर्न पाउनुहुने त्यस्तो खालको सेवा सुविधा दिने तरिकाले यो नयाँ घर त होइन पुरानो घर हो त्यसलाई चाहिँ अब रिनोभेसन गरेर फेरि नयाँ बनाउनु लागि फुलहरू सबै लगाइएको छ यहाँ किनेरै लगाइएको छ राम्रो राम्रो फुलहरू यो साइडमा चाहिँ कुखुरा होइन यहाँ कुखुरा त्यहाँ बाख्रा कुखुरा बाख्रा टिमुर यहाँ चाहिँ लसुन साग सिमी बोडी भगवती सबै अर्ग्यानिक खानेकुराहरू यहीँको यहीँ गरिन्छ तपाईँले चाहिँ बाहिरबाट ल्याएर मलाई यो पकाइदियो ऊ पकाइदियो भने पनि दाइले चाहिँ धेरै डिसहरू पकाउनु जान्नुभएको छ
यो अब रेस्टुरेन्टमा परिणत हुँदैछ। अघि बाटोमा त्यहाँ जिपको आडामा एउटा दाई हुनुहुन्थ्यो नि भेटिएको, उहाँ चाहिँ तल झर्दै हुनुहुन्थ्यो। उहाँ दाईकै रेस्टुरेन्ट हो, राजु दाईको B9 रेस्टुरेन्ट भनेर चाहिँ यहाँ अब बोर्ड पनि टाँसिन्छ होला सायद। तपाईँलाई त्यही इन्फर्मेसन दिँदै माथिपट्टि तपाईँले देख्न सक्नुहुन्छ 2टा टावर छन्। त्यो टावर भनेको हाम्रो नुवाकोटको टावर हो, मन्दिर छ श्रीकाला भैरव। तिनै श्रीकाला भैरवले हामी सबैको रक्षा गरून् भन्दै यो भिडियोलाई चाहिँ इन गर्छु। आउँदो दिनमा फेरि कस्तो लाग्छ